अब यो विस्फोटक पदार्थ जुन पटकाजन्य पदार्थहरू छन् यो बरामद भएको कुराहरूको सन्दर्भमा हामीले यहाँ इन्टरनेसनल बोर्डिङ स्कुल नजिकै भीमदत्ता वडा भीमदत्ता नगरपालिका वडा नम्बर 3 नजिक चाहिँ इन्टरनेसनल स्कुल छ। त्यो नजिकै चाहिँ खडकपाल भन्ने एकजना महानुभाव बस्नुहुन्छ। उहाँको घरमा चाहिँ यो विस्फोटक पदार्थहरू चाहिँ ल्याएर राखिएको छ भन्ने सूचनाको आधारमा हामी त्यहाँ गयौँ र हाम्रो टोली गइसकेपछि खानतलासी गर्ने क्रममा चाहिँ विस्फोटक पदार्थहरू सामान्य विस्फोटक पदार्थहरू हुन् यी भेटिएका छन् र यिनीहरूलाई चाहिँ अब यो ल्याएको कारण चाहिँ यो दिपावलीको सन्दर्भमा ल्याएको भन्नेसम्म बुझ्न आएको छ र हामी थप बुझ्ने काम चाहिँ गरिरहेका छौँ। विस्फोटक पदार्थ चाहिँ अन्दाजी यो लगभग 29 लाख बराबरको छ र त्यति बराबरको मूल्यको यहाँ ल्याइएको रहेछ र त्यो सम्बन्धमा अब थप हामीले गर्ने भनेको जुन यहाँको स्थानीय निकायहरू अनि प्रशासनको रोबरमा चाहिँ हामी के गर्छौँ त प्रहरी प्रशासन अन्य स्थानीय निकायको रोबरमा चाहिँ हामी यसलाई चाहिँ डिस्पोज गर्दैछौँ, पानीमा हालेर डिस्पोज गर्छौँ।